चाहिँ शारजा एकाडेमी अरे के हाम्रो शारजामा चाहिँ यस्तो यस्तो पाइँदो रहेछ है। अनि ठ्याक्कै यहाँबाट चाहिँ गएर हाम्रो उसमा चाहिँ यो चाहिँ राजाहरू होला क्या, यहाँ दुबईको राजाहरू र उहिलेको मान्छेहरूको होइन। अनि यो ठाउँ चाहिँ यस्तो राम्रो रहेछ है। आज आएको म यहाँ यसो हेर्नुको लागि, यस्तो दामी रहेछ। हेर्नु न यहाँ गाई छ, हेर्नु त यहाँ यस्तो राम्रोहरू यो सबै। यहाँ बाजे पनि छ। यो चाहिँ सालधुप जस्तो छ हो कि होइन होला। यहाँ हेर्नु न नेपालमा पाउने यो हतियारहरू, यो उहिलेको होला। यो यहाँ बाजे हेर्नु न, यहाँ बाजे कति मजाले बसेछ। बाजे हेर्नु, ऊ आरा हेर्नु, यहाँ आरा हाम्रोतिर आरा हुन्छ नि, दाउरा काट्ने आरा पनि पाउँदो रहेछ। मार्तल हम्मर पनि पाउँदो रहेछ हो। आरा मार्तल पनि पाउँदो रहेछ। सनासो पनि पाउँदो रहेछ हो। त्यो के भन्छ, हलो बनाउँदा तास्छ नि, त्यो पनि पाउँदो रहेछ। यहाँ त सबै पो पाउँदो रहेछ त, यो पुस्तकहरू यस्तो है। यहाँ हेर्नु न नाउँहरू कस्तो राम्रो है। अब तपाईँहरूलाई पनि आउनु मन छ भने आउनु होला, शारजा एकाडेमी भिजिट गर्नु होला। राम्रो छ है। यसलाई चाहिँ के भन्छ हाम्रोतिर, यो चोयाको बनाउँछ नि, यसलाई के भन्छ, कस्तो राम्रो मान्छे त्यहाँ बसिरहेको छ हो। कस्तो राम्रो छ नि, हेर्नु नि कस्तो राम्रो नाउँ। हेर्नु त यहाँ परक्काले आउँदैछ सेक्युरिटी चाइनिज। हेर्नु यो के भन्छ, चोयाको थुम्चे बाँस पनि पाउँदो रहेछ हो यहाँ। अनि यसमा कुच्चो पनि पाउँदो रहेछ यहाँ। हेर्नु कुच्चो, यो चाहिँ के भन्छ, थुम्चे भन्छ के भन्छ, त्यो हाम्रोतिर कुखुराको चल्लाहरू राख्छ नि, त्यस्तो भन्छ। त्यस्तो यहाँ नआउँथ्यो, यस्तो राम्रो त्यहाँ, यस्तो राम्रोहरू है, यस्तो दामीहरू। बाजेले यहाँ चोया बुनेर बाँधिरहेछ हो। यहाँ डालोहरू हेर्नु न, यहाँ कस्तो राम्रो डालोहरू है। तपाईँहरू पनि आउनु होला। यो चाहिँ बाजेहरू होला, उहिलेको मान्छेहरू होला होइन। अब यहाँ अरबी भाषाबाट लेखेको हुन्छ, आउने होइन। तर कस्तो राम्रो ठाउँ के कस्तो राम्रो छ। अनि यहाँ बाजे र बोजू हेर्नु कस्तो मजाले, यहाँ हेर्नु त मजाले बसिरहेको छ। कस्तो राम्रो है। यहाँ हेर्नु कस्तो दामी। यहाँ पित्तलको भाँडाहरू, थालहरू, के हो यो ताँबाको। नाउँ चाहिँ खतरा हो कि कस्तो दामी। शारजा एकाडेमी के भन्दो रहेछ है। यस्तो राम्रो ठाउँ, आउनुहोस्, भिजिट गर्नुहोस्। 25 रुपियाँ टिकट लाग्छ। यस्तो राम्रो कि खतरा दामी। टोकोको नाम्लो टोकोहरू, यहाँ एउटा उयो चाहिँ पाएन, नाम्लो चाहिँ देखिनँ मैले। अरू सबै पाउँदो रहेछ। उहिलेको मान्छेहरू होला। यो लालटिङ होला होइन। यो चाहिँ यस्तो त्यो गाडा कुदाउने हुन्छ नि, त्यस्तो होला। त्यो चाहिँ यस्तो छ। आउनुहोस् है हजुरहरू पनि यसो भिजिट गर्नुको लागि। कस्तो लाग्छ ठाउँ, कस्तो लाग्यो हेर्नु। आज तपाईँहरूलाई म बाहिर पनि देखाउनु चाहन्छु। कस्तो राम्रो छ यो ठाउँ त, भिजिट गर्नु होला, आउनु होला।